हेलो गाइस, गुड इभिनिङ। अहिले बेलुकाको 4 बजे म यहाँ माछाको एक्वेरियम किन्न आएको थिएँ अनि मलाई साह्रै मन पऱ्यो यो खाले होइन। अनि भाइ यसको दाम कति हो एक्वेरियमको? जम्मा 7,000 अरे। त्यो एउटा फवारा छ, उहाँ हेर्नु सक्नुहुन्छ। यो फवारा हुन्छ पानीमा, यो चाहिँ फिल्टर गर्छ है। यसले चाहिँ पानी फिल्टर गर्दो रहेछ। अनि त्यहाँबाट यो प्लान्टहरू दिँदो रहेछ उहाँले। अनि यो स्टोन दिँदो रहेछ है। यहाँ हेर्नुहोस् है स्टोनहरू, यो स्टोन छ। अनि यो घर पुरा एक्वेरियम है। अनि यस्तो भित्र बत्ती पनि हुन्छ है। तर यसो लुक्स चाहिँ यसो हेर्दा कस्तो दामी है, दामी देख्छ। अनि यो घरमा राख्दाखेरि वास्तु हिसाबले तपाईँले इशान कोणमा राख्नु होला। घरमा पाहुनाहरू आउँदा पनि बच्चाहरू पनि यसो हेर्दा मन खुसी हुन्छ है। ल, लामा ब्लगमा हजुरलाई स्वागत छ। जति सक्दो सेयर गर्नु होला, लाइक सब्सक्राइब गर्नु होला। आजको लागि यति, धन्यवाद।